लाइन लोडको, सर्कुलर लोडको, रेक्टेङ्गुलर लोडको कुराहरू गरेका थियौँ हैन। त्यो चाहिँ डिटेल एनालाइसिस गरेर गरिन्थ्यो। त्यसपछि न्युम्याक्स को इन्फ्लुएन्स चार्टबाट चाहिँ हामीले चाहिँ इरेगुलर सेपहरूको पनि हामीले चाहिँ भर्टिकल स्ट्रेस निकाल्न सकिन्छ न्युम्याक्स इन्फ्लुएन्स चार्ट रेडी गरेर तयार गरेर भन्ने कुरासम्म गरेका थियौँ। त्यसपछि अब यो तपाईहरुको च्याप्टर 4 युनिट 4 को चाहिँ अब भर्टिकल स्ट्रेस निकाल्ने एप्रोक्सिमेट मेथड हो यो चाहिँ है। सुनिरा छ? यस सर। एप्रोक्सिमेट मेथड भनेको चाहिँ के हो भने कहिलेकाहीँ चाहिँ प्रिलिमिनरी डिजाइनहरु चाहिँ हैन तुरुन्तका तुरुन्त चाहिँ डिजाइनहरु गर्नु पर्यो भने त्यो बेला चाहिँ तपाईले चाहिँ डिजाइन चाहिँ क्याल्कुलेसन चाहिँ एप्रोक्सिमेट तरिकाले गर्ने फास्ट तरिकाले गर्नको लागि चाहिँ के मेथडहरु छ भन्ने हो। फास्ट र क्विक गर्नको लागि चाहिँ जेनरली तीनवटा मेथड छ हाम्रो चाहिँ। इक्विभ्यालेन्ट पोइन्ट लोड मेथड भन्ने छ एउटा, अर्को चाहिँ 2:1 अथवा 2:1 लोड डिस्ट्रिब्युसन मेथड स्लोप को मेथड हो यो चाहिँ। अर्को चाहिँ सिमिलर 60 डिग्री डिस्ट्रिब्युसन भन्ने छ है। अब मेरो अक्षर कतिको बुझिन्छ बुझ्ने प्रयास गरौँ। म सबै पढेर सुनाउला यहाँनेरि है। यो मैले पठाइदिएको छैन होला यो स्लाइड हैन? डाक्टर हो न यहाँ डेन्जर लेखेको छैन सर। हैन है पठाइदिउँला। ल बोलौँ है अलिकति बोल्न चाहिँ। अब इक्विभ्यालेन्ट पोइन्ट लोड मेथड भन्ने छ। इक्विभ्यालेन्ट पोइन्ट लोड मेथडमा चाहिँ के गरिन्छ हामीले भन्दाखेरि कुनै एउटा ठुलो एरिया छ भने त्यसलाई चाहिँ स्मल एरियामा हामीले डिभाइड गर्छौं। त्यो डिभाइड गरिसकेपछि हाम्रो चाहिँ इन्टेन्सिटी छ त्यो इन्टेन्सिटीलाई चाहिँ हरेक डिभाइड गरेको पोर्सनमा चाहिँ हामीले के गर्छौं त डिफरेन्ट हामीले पोइन्ट लोडहरु चाहिँ क्याल्कुलेसन गर्छौं। त्यो पोइन्ट लोड क्याल्कुलेसन गरिसकेपछि फेरि हामी चाहिँ के त बोस्निसको इक्वेसन लगाएर चाहिँ हामीले चाहिँ के त भर्टिकल स्ट्रेस चाहिँ क्याल्कुलेट गर्न सकिन्छौं भनेर भन्ने हो है। इक्विभ्यालेन्ट पोइन्ट लोड मेथड भनेको चाहिँ यो। यहाँ तपाईहरुलाई एउटा फिगर देखाउँछु अलिकति क्लियर छैन म पढेर सुनाउँछु। यहाँ फिगर देखिन्छ यतातिर यताको लेफ्ट साइडको स्लाइड हेर्नु है। हुन्छ सर। लेफ्ट साइडको फिगर हेर्नु त यहाँनेरि यो एउटा ठूलो एउटा चाहिँ स्क्वायर हो। ठूलो स्क्वायरलाई चाहिँ हामीले चाहिँ 9 वटा भागमा चाहिँ डिभाइड गरेको छौं। त्यसको चाहिँ सेन्ट्रोइडमा चाहिँ अब हामीले सिग्मा जेड निकाल्ने भन्छौं अनि सबैलाई समेसन गर्दिन्छौं है। यो ठूलो छ यताको साइड एउटा भयो 3a यताको पनि 3a भयो। यसलाई चाहिँ हामीले चाहिँ इक्वल पार्टमा डिभाइड गर्यौं। स्क्वायर छ भने त इक्वल पार्ट हुन्छ अब रेक्टेंगुलर छ भने चाहिँ इक्वल पार्ट हुँदैन है। त्यही भएर हामीले चाहिँ अब 1 2 3 4 5 6 7 8 9 भनेर चाहिँ हामीले 9 वटा स्क्वायर बनायौं। 9 वटा स्क्वायर बनाइसकेपछि अब क्यू भन्ने चाहिँ हाम्रो चाहिँ इन्टेन्सिटी हुन्छ। त्यो इन्टेन्सिटीको आधारमा चाहिँ अब हरेक डिभिजनको चाहिँ यो चाहिँ 1 देखि 9 सम्मको चाहिँ हामी के त Q1 Q2 गर्दै चाहिँ हामी चाहिँ पोइन्ट लोड चाहिँ क्याल्कुलेसन गर्छौं है। क्याल्कुलेसन गर्छौं त्यसको लागि चाहिँ Q1 भनेर निकाल्नु भयो भने चाहिँ यहाँ आउने इन्टेन्सिटी Q इन्टु A Q इन्टु A स्क्वायर त्यसरी पनि निकाल्न सकिन्छ एउटाको। अथवा Q इन्टु A ठुलो A है यहाँनेरि स्मल A देखिएको छ क्यापिटल A गर्ने। क्यापिटल A गरेपछि ओभरअल टोटल एरिया हो। टोटल एरिया Q इन्टु टोटल एरिया डिभाइडेड बाइ नम्बर 9 वटा छ त्यसले डिभाइड गरिदिनु भयो भने पनि के त इन्डिभिजुअलको चाहिँ के आउँछ त इन्डिभिजुअलको चाहिँ डिभिजनको चाहिँ हाम्रो के आउँछ पोइन्ट लोड आउँछ है त। ठीक छ यहाँसम्म? यस सर। हामी न्युमेरिकल पनि गर्छौं है। कति जना भयो तपाईहरुकोमा एकदमै आज कम भएर छ के कारणले हो? 25 जना भएको छ है। ल ठिकै छ जति जना गरौँ अब अरु के कारणले नआएको क्लास सुरु भइसकेको छ भन्नु साथीहरुलाई है। त्यसपछि म यहाँनेरि पढेर सुनाउँछु तपाईहरुलाई। द टोटल लोड इज कन्भर्टेड इन्टु नम्बर अफ पोइन्ट लोड। टोटल लोड भनेको चाहिँ यहाँनेरि इन्टेन्सिटीको टर्ममा छ भने Q इन्टु A स्क्वायर गर्नु पर्यो। त्यो भनेको चाहिँ एउटाको आयो 1 को आयो 2 को आयो इन्डिभिजुअलको आयो है। त्यसपछि हामी भर्टिकल स्ट्रेस चाहिँ कसरी निकाल्छौं त भन्दाखेरि भर्टिकल स्ट्रेस एट एनी पोइन्ट बिलो और आउटसाइड द लोडेड एरिया इज इक्वल टु द सम अफ द भर्टिकल स्ट्रेस ड्यू टु दिस इक्विभ्यालेन्ट पोइन्ट लोड। सिग्मा जेड चाहिँ हामी कसरी निकाल्छौं त भन्दाखेरि यो 1 भन्ने एरियाको चाहिँ CG मा है यसको चाहिँ सेन्टरमा Q1 इन्टु IB1 गर्यो भने Q इन्टु IB गर्यो भने के आउँछ हाम्रो सिग्मा जेड आउँछ हो। IB भनेको इन्फ्लुएन्स कोएफिसिएन्ट अफ बोस्निक्स। सिमिलरली
Q2 into IB2 गऱ्यो भने दोस्रोको आयो समेसन गर्दै गर्दै Q9 into IB9 गऱ्यो भने टोटल समेसन डिभाइडेड बाइ Z स्क्वायर गरिदिनु भयो भने चाहिँ तपाईको के आउने भयो त सिग्मा Z भर्टिकल स्ट्रेस आउने भयो ठीक छ कि छैन ल त्यसैले हाम्रो फर्मुला चाहिँ के हुन्छ त भने सिग्मा Z इक्वल टु चाहिँ 1 बाइ Z स्क्वायर समेसन I इक्वल टु 1 टु n QI इन्टु IB इन्टु I त्यति गर्यो भने चाहिँ के त इक्विभ्यालेन्ट पोइन्ट लोड मेथडबाट चाहिँ हामीले के त स्ट्रेस निकाल्न सकिने भयो है त अलिक सर्टमा जाउँ हामी धेरै लामो टाइम चाहिँ अब च्याप्टर 4 मा चाहिँ हामीले गुजारिसकेका छौं है बुझेन भने सोध्नु है एउटा न्युमेरिकल पनि गर्छौं अरु ट्राई पनि गर्नु मेरो अक्षर कतिको बुझिन्छ बुझिन्छ सर बुझिन्छ है ल नबुझ्नेहरुले अलिक सोध्नु गर्नु अब अर्को मेथड छ 2 to 1 अथवा 2:1 लोड डिस्ट्रिब्युसन मेथड भन्ने चाहिँ यहाँनेरि अलिकति फिगरहरु छ यहाँ हेर्नु त 2 to 1 भनेको चाहिँ 2 भर्टिकल झर्दाखेरि 1 चाहिँ हरिजन्टल भनेको चाहिँ स्लोप दिएको साइड स्लोप दिएको यहाँनेरि चाहिँ तपाईको चाहिँ यो B भन्ने विच छ टपमा चाहिँ यहाँ चाहिँ Q भन्ने स्मल Q भन्ने इन्टेन्सिटी लागिराखेको छ यो मैले देखाएको एरोमा क्रसरमा हेर्दै जानु यसको विच चाहिँ B छ हो इन्टेन्सिटी चाहिँ Q पर युनिट एरियामा लागिरहेछ युनिफर्म प्रेसर इन्टेन्सिटी Q अब यसको चाहिँ हामीले चाहिँ डेप्थ Z मा गएर चाहिँ यसको डेप्थ Z मा गएर चाहिँ सिग्मा Z निकाल्नु पर्यो भनेदेखि तपाईको अब यसलाई चाहिँ के हुन्छ तलको Z डेप्थमा गएर हेर्नु भयो भनेदेखि 2 भर्टिकल हुँदाखेरि हरिजन्टल 1 हुन्छ भने Z भर्टिकल हुँदाखेरि कति होला Z भर्टिकल हुँदाखेरि यो हरिजन्टल कति आउला यहाँ तल देखाएको तलको फिगर हेर्नु त यहाँनेरि यो मेरो क्रसरमा Z/2 आउँला Z/2 आउँछ दैट इज 0.5Z यता पनि 0.5Z B भनेको त बीचको त B नै हो हैन त्यसोभए के हुँदो रहेछ त तलको बेसको विच चाहिँ कति हुँदो रहेछ B + Z हुँदो रहेछ है त 0.5 0.5 जोड्दाखेरि 0 B + Z है त ल यसरी आयो यो चाहिँ हामीले सेक्सनमा हेरेको यसैलाई अब रेक्टेंगुलर पार्टमा हेर्नु भयो भनेदेखि यसरी देखिन्छ 3D मा हेर्नु भयो भनेदेखि रेक्टेंगुलर पार्ट हो भनेदेखि L पनि L + Z भएर आउँछ B पनि B + Z भएर आउँछ 2:1 भनेको चाहिँ एंगलको हिसाबले हेर्नु भयो भने चाहिँ नियरली 63.5 डिग्री देखिन्छ है यो Z को कुरा हो It is assumed that the distribution of load is spread approximately at a slope of 2 vertical to 1 horizontal. 2 vertical 1 horizontal हुने गरी तपाईको लोड चाहिँ यसरी स्प्रेड भइराछ तल यो माथि चाहिँ लोड लागेको हो B भन्ने विथमा लोड लागेको छ Z डेप्थ तल गएर चाहिँ तपाईले के निकाल्नु पर्ने छ सिग्मा Z निकाल्नु पर्ने छ हामीलाई स्लोप थाहा छ भने Z डेप्थमा गएर तलको विच के हुन्छ त स्प्रेड हुँदै गएर ठुलो भएको हुन्छ त्यो चाहिँ B + Z हुन्छ अब लेन्थको कुरा गर्नु भयो भने लेन्थ सिमिलर त्यही स्लोपमा छ त्यही भएर L + Z हुन्छ यता यो B भयो टपमा यतातिर L भयो त्यसको बेसमा जाँदाखेरि चाहिँ के हुने भयो त त्यो स्लोपको कारणले गर्दाखेरि B + Z भयो यतातिर L + Z भयो ठीक छ ठीक छ कि छैन यस सर है बुझेन भने सोध्नुहोस् है लाज मान्नु पर्दैन अलिकति मेरो अक्षर अहिले यस्तो छ नबुझ्यो भने अक्षरको बारेमा सोध्नु होला अब फास्ट गरेर तपाईलाई एउटा न्युमेरिकल गराउँछु एउटा त्यसपछि अनि आज हामी चाहिँ च्याप्टर 5 पनि सुरु गर्छौं भन्ने मोडमा छु म है सो भर्टिकल स्ट्रेस कन्टिन्यू है त्यहाँबाट सो भर्टिकल स्ट्रेस एट डेप्थ Z and side slope 2:1 is dependent on shape of the loaded area लोडेड एरियाको शेपमा डिपेन्ड गर्दो रहेछ अब स्क्वायर एरिया छ टपमा स्क्वायर एरिया छ भने तल जाँदा पनि स्क्वायरै हुन्छ है यो Q भन्ने इन्टेन्सिटी लागिरहेछ यसको विच चाहिँ B छ Z डेप्थ तल गएर चाहिँ तपाईले सिग्मा Z निकाल्नु पर्ने छ भने माथिको चाहिँ तपाईको केमा जाने भो लोडको रूपमा जाने भो तलको चाहिँ तपाई के हो त एरियामा जाने भो है अब यो B छ यसरी जाँदाखेरि अघि नै हामीले भनिसक्यौं Z डेप्थमा 2:1 को रेशियोले B + Z हुन्छ स्क्वायर छ भने B + Z नै हुने भो है त्यसो भए हाम्रो सिग्मा Z भनेको के हुने भयो त Q * B स्क्वायर Q * B स्क्वायर गरे भने के आउँछ लोड आउँछ हो स्ट्रेस इन्टु एरिया गरे भने के आउँछ लोड आउँछ B + Z इन्टु B + Z भनेको के हो त यो एरिया हो है लोड बाइ एरिया भनेको के हो त तपाईको स्ट्रेस हो सिग्मा Z हो
सिमिलरली तपाईले रेक्टेंगुलर एरियामा गर्नुभयो भनेदेखि यो त स्क्वायर एरिया थियो रेक्टेंगुलर एरिया b * l मा गर्नुभयो भने चाहिँ के हुन्छ त q * b * l हुन्छ है अघि b * b भएर b स्क्वायर भयो जस्तै टपमा चाहिँ q * b * l हुन्छ तलतिर चाहिँ गएर चाहिँ के हुन्छ त एकातिर l + z लेन्थ हुन्छ अर्कोतिर चाहिँ b + z चाहिँ यसको चाहिँ यहाँ देखाए जस्तो है b + z l + z यहाँ देखाइरहेको छु मैले तपाईं स्लाइड देखिराख्नु भएको छ स्टेशनरी सामने जैसे त्यसले फर्केन चाहिँ देखिरहेछ है ल सिमिलरली के हुन्छ त q * b * l एरिया इन्टु स्ट्रेस भन्नु छ हामी लोडमा गयो तलको चाहिँ के हो त यो एरिया हो लोड इन्टु एरिया भन्नु छ तपाईको के हो त स्ट्रेस आयो त्यसरी गरिन्छ हामीले है अब यो चाहिँ स्क्वायरमा यो चाहिँ रेक्टेंगुलरमा है अब स्ट्रिप एरियामा हेर्नु भयो भनेदेखि स्ट्रिप एरिया भनेको चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ बी चाहिँ एकदमै विड्थ चाहिँ एकदमै कम त्यसको चाहिँ लेन्थ चाहिँ विड्थको कम्पेरिजनमा भेरी लङ अथवा भेरी लार्ज है मैले तपाईहरुलाई एक्जाम्पल दिएको थिए स्ट्रिप फाउन्डेसनको कुरा गर्दाखेरि कम्पाउन्ड वालाहरुको फाउन्डेसनहरु हेर्नुभयो भनेदेखि स्ट्रिप एरिया हुन्छ त्यसले चाहिँ है यसमा चाहिँ हामीले के गरेका छौं भने विथ b लिएको छौं यसको लेन्थ चाहिँ हामीले युनिट 1 मा गरेको छौं है त्यसो भए q * b * 1 भनेको एरिया तलको एरिया कति हुने भो b + z हुने भो यता त हामीले के गरेको छौं 1 लिएको छौं त्यही भएर सिग्मा z भर्टिकल स्ट्रेस भनेको चाहिँ के हुने भो त q * b * 1 डिवाइडेड बाइ b + z * 1 तलको एरिया माथिको लोड ठीक छ सोधौं भन्नु त ठीक छ भनेको हो कि क्वेशन सोध्न लागेको हो ठीक छ भनेको हो सर ए ल ठीक छ अगाडि बढौं है त अब सर्कुलर एरियामा लिनु भयो भने चाहिँ डायामिटर चाहिँ d छ माथिको डायामिटर चाहिँ d छ भने यहाँ सानो उ हेर्नु है फिगर माथिको d छ तलको चाहिँ के हुने भयो त d + z हुने भयो तल गएर चाहिँ यो पनि 2:1 मै स्प्लिट भएको छ लोड स्प्लिट हुँदाखेरि d + z भयो त्यसकारण यहाँ चाहिँ के भयो त q * πd²/4 हुने भयो तलको चाहिँ के हुने भयो त पाइ d + z² को डिवाइडेड बाइ 4 4 क्यान्सल भयो पाइ पनि क्यान्सल भयो त्यही भएर qd² / d + z² हुने भयो सर्कुलर एरियाको 2:1 लोड डिस्ट्रिब्युसनमा तपाईले गर्नुभयो भनेदेखि चाहिँ qd² / d + z² गर्नुभयो भने के त भर्टिकल स्ट्रेस हामीले निकाल्न सकिन्छ है त अब 60 डिग्री डिस्ट्रिब्युसन भन्ने छ यो पनि सिमिलरली 2:1 भनेको 63.5 डिग्री हो भनेदेखि यतातिर चाहिँ के त 60 डिग्री नै भनेर तोकेको छ हैन यो केसमा चाहिँ अब तपाईले चाहिँ 2:1 मेथड जस्तै हो डिफरेन्स भनेको के हो यसमा 60 डिग्री हुन्छ त्यसमा 63.5 डिग्री हुन्थ्यो यसले चाहिँ झन्नै 2:1 के रेशियो जस्तो चाहिँ यसले दिन्छ सिमिलरली अब तपाईको यहाँ 60 डिग्री डिस्ट्रिब्युसन छ भने यो तलको बेस निकाल्न सक्नुहुन्छ तपाईले यहाँ z छ हाम्रो हाइट z छ अनि यो विड्थ निकाल्न सक्नुहुन्छ यो विड्थ निकाल्न सक्नुहुन्छ त्यसपछि b प्लस समथिङ z मा आउँछ यसको चाहिँ है z/1060 भनेको छु मैले यहाँ z/1060 भनेर यहाँ पनि निकाल्न सक्नुहुन्छ यहाँ निकाल्न सक्नुहुन्छ b प्लस समथिङ पोइन्टमा z आउँछ सिमिलरली अगाडि 2:1 को मेथड जस्तै गर्ने ल यो यसको चाहिँ कस्तो हुँदो रहेछ 60 डिग्रीमा तपाईहरुले स्क्वायर रेक्टेंगुलर स्ट्रिप र सर्कुलर एरियामा चाहिँ सिग्मा z निकाल्ने फर्मुलाहरु के आउँदो रहेछ तपाईहरुलाई असाइनमेन्ट है त यसको सकिन्छ गर्न सकिन्छ सकिन्छ सर सकिन्छ है बोल्नु पर्यो उतातिर खेल्ने हैन फेरि है यतातिर चाहिँ उ गरेर म्युट गरेर उतातिर मोबाइल चलाउने हैन है यता सुन्नु है ल सेम तरिकाले तपाईहरुले चारवटा एरियाको चाहिँ स्क्वायर एरिया रेक्टेंगुलर एरिया स्ट्रिप एरिया र सर्कुलर एरियाको तपाईहरुले निकालेर असाइनमेन्ट बुझाउने है त ल एउटा न्यूमेरिकल छ म खर्र तपाईहरुलाई बताइदिन्छु अनि तपाईहरुलाई यो पनि असाइनमेन्ट हुन्छ सर है म बताइदिन्छु खर्र के भन्न खोजेको भन्ने कुरा यहाँ कसरी गर्ने भन्ने कुरा त्यसपछि तपाईहरुले यो पनि आज म अब यो पठाइदिन्छु मेरो अक्षर अलिकति यस्तै खालको छ अलिकति बुझेन भने सोध्नु होला है
तपाईहरुले चाहिँ अब WhatsApp-मा केमा मेलमा सोधे पनि हुन्छ, जेमा सोधे पनि हुन्छ है, रेस्पोन्स हुन्छ। के भन्छ भन्दाखेरि नि यहाँनिर एउटा रेक्टेंगुलर फाउन्डेसन छ 3 मिटर × 1.5 रेक्टेंगुलर खालको छ। यहाँ हेर्नु है, यो 3 मिटर, यतातिर पुरै 3 मिटर, यतातिर चाहिँ विड्थ चाहिँ 1.5 मिटरको एउटा फाउन्डेसन छ, रेक्टेंगुलर फाउन्डेसन छ। त्यसले चाहिँ युनिफर्म लोड इन्टेन्सिटी चाहिँ 40 किलोन्युटन पर मिटर स्क्वायर को चाहिँ युनिफर्म लोड इन्टेन्सिटी चाहिँ क्यारी गरिरहेछ। डिटरमाइन द भर्टिकल स्ट्रेस एट पोइन्ट पी भन्छ। पी चाहिँ यहाँनिर दिइरहेछ, पी देखिन्छ सर। यस सर। 2, 3, 5 र 6 को बीचमा चाहिँ पी भन्ने पोइन्ट छ। त्यो पी भन्ने पोइन्टमा चाहिँ तपाईहरुले चाहिँ 3 मिटर तल चाहिँ ग्राउन्ड भन्दा 3 मिटर तल चाहिँ जेड को भ्यालु 3 मिटर हुँदाखेरि चाहिँ तपाईले चाहिँ अब भर्टिकल स्ट्रेस निकाल्नु पर्ने भयो। युज इक्विभ्यालेन्ट पोइन्ट लोड मेथड भनेको छ है। तपाईहरुलाई चाहिँ इक्विभ्यालेन्ट पोइन्ट लोड मेथडबाट गर भनेको चाहिँ बोस्निक्सको समेसन गर्ने, बोस्निक्सको इक्वेसनबाट गर्ने। खर्र बताइदिन्छु, तपाईहरुले चाहिँ गरेर सबमिट गर्ने है। त्यसको लागि हामीले के गर्यौं त भन्दाखेरि सोलुसनमा हेर्नु है। लेट अस डिवाइड दि लोडेड एरिया इन्टु 9 स्मल एरिया। तपाईहरुले अब 9 भन्दा बढी पनि गर्न सक्नुहुन्छ, 9 भन्दा कम पनि गर्न सक्नुहुन्छ। आफुलाई टाइम कन्ज्युमिङ, आफुलाई चाहिँ कम्फर्ट हुने हिसाबले चाहिँ गर्नु पर्यो है। अब हामीले यहाँनिर 9 वटा गरेको छौं। 9 वटा गर्दाखेरि यतातिर 1 2 3 भयो। यसको सेन्ट्रोइडमा लिने भनेको है, अरु केही पनि हैन। यो पोइन्ट भनेको चाहिँ बीचमा लिने भनेपछि के त, यतातिर पनि हामीले 3 टा गर्यौं भने 1.5 लाई 0.5 भयो। यतातिर 3 लाई 3 टा गर्यो भने 1 1 1 हुने भनेपछि एउटा रेक्टेंगल स्मल रेक्टेंगल फर्म भयो। त्यसको चाहिँ साइज कति हुने भयो त भन्दाखेरि 1 मिटर × 0.5 मिटर। यस्तो चाहिँ कतिवटा हुने भयो त 9 वटा हुने भयो। अब त्यसको चाहिँ के गर्ने त, 9 वटाबाट चाहिँ समेसन गरेर p भन्ने पोइन्टमा चाहिँ अब हामीले के गर्ने त, सिग्मा जेड निकाल्ने। 9 स्मल एरिया अफ साइड 0.5 × 1 मिटर भयो है। तपाईहरुले अब यो q को भ्यालु लोड अन इच एरिया भनेको छ q1 q2 q3 q9 क्यापिटल q है। त्यो कसरी निकाल्न सक्नुहुन्छ भन्दाखेरि q * टोटल एरिया डिवाइडेड बाइ नम्बर गरे पनि हुन्छ, डाइरेक्ट q * स्मल एरिया गरे पनि त्यही आउँछ है। यहाँ चाहिँ के गरेको छ भने 40 * टोटल एरिया 3 * 1.5 डिवाइडेड बाइ 9 भनेको चाहिँ 20 किलोन्युटन। एउटा स्मल रेक्टेंगलमा चाहिँ के आउने रहेछ त 20 किलोन्युटन चाहिँ तपाईको चाहिँ पोइन्ट लोड आउने रहेछ। q * a पनि गर्न सक्नुहुन्छ। q भनेको 40, स्मल एरिया भनेको 1 * 0.5 भनेको 0.5 मिटर स्क्वायर भयो। 0.5 * 20 भनेको 0.4 40 * 0.5 भनेको 20 किलोन्युटन हैन त? ठीक छ? यस सर। है त। ल अब बिस्तारै गर्दै जाउँ हामी। तपाईहरुलाई यो चाहिँ न्युमेरिकल मजाले गर्ने है। अहिले खरखर बताइदिन्छु, खरखर बताइदियो भनेर हैन, तपाईलाई असाइनमेन्ट दिदैछु मैले है, यो गर्ने भनेर। अब हामीले चाहिँ द स्ट्रेस यतापटिको साइडमा हेर्नु। द स्ट्रेसेस एट पोइन्ट पी आर डिटरमाइन्ड ड्यू टु 9 पोइन्ट लोड। 9 वटामा हामीले डिवाइड गर्यौं। 9 वटामा डिवाइड गरेपछि त्यो 9 वटाले दिने चाहिँ हामीले के त पोइन्ट लोडहरुले दिने स्ट्रेस निकाल्नु पर्यो युजिङ बोस्निक्स सोलुसन अथवा बोस्निक्स इक्वेसन। क्याल्कुलेट आर फर एभ्री लोड। अब हरेक लोडहरु कहाँ छ, यो 1 यहाँ छ, सेन्टरबाट लिने है, बीचबाट लिने, सेन्टरबाट लिने। p भन्ने पोइन्टमा चाहिँ अब हरेक पोइन्ट लोडहरुको चाहिँ अब हामीले के गर्नु पर्यो त, r निकाल्नु पर्यो, रेडियल डिस्टेन्स निकाल्नु पर्यो है। अब सिमिलर छ भने सँगै गर्ने। अब यहाँ हेर्नु त, p बाट 1 र 4 भन्ने कुरा उस्तै लाग्छ हो, उस्तै लाग्छ। 1 बाट p मा आउनु र 4 बाट p मा आउनु रेडियल डिस्टेन्स सेम छ हो, सिमिलर छ। यस सर। सिमिलर छ। त्यसो भएदेखि हेर्नु अब के गर्नुपर्छ हामीले, यसरी यहाँ आउने अनि यसरी जाने। परपेन्डिकुलर बेसको स्क्वायरको रुट नै हाम्रो के हो त, यो रेडियल डिस्टेन्स हो। यहाँ मैले फिगर पनि बनाइदिएको छु। 4 बाट यहाँ गएको, त्यो जाँदाखेरि यहाँ गयो, त्यसपछि यहाँ गयो। 1 बाट यसरी आयो अनि यहाँ झर्यो भनेको कति जानु पर्यो त अब हामीले। 4 बाट p मा जाँदाखेरि यहाँबाट यहाँ गयो भने 1, यहाँबाट यहाँ गयो भने 0.5, 1.5 भयो परपेन्डिकुलर। 1.5 को स्क्वायर यहाँ 20 देखि यहाँसम्म गयो भने, यहाँदेखि यहाँसम्म गयो भने 0.5, 0.5 को आधा 0.25 भनेपछि के हुँदो रहेछ, r को भ्यालु चाहिँ 1.5 स्क्वायर प्लस 0.25 को स्क्वायर हुँदो रहेछ। r भनेको हाम्रो कति आउँदो रहेछ 1.5 to 1। अब r/z पनि निकाल्न सक्नुहुन्छ तपाईहरुले।
किनभने r by z उता हामीलाई चाहिने हुन्छ r by z भनेको चाहिँ 3z भनेको चाहिँ 3 r भनेको यो भने 0.507 r by z मा एकैचोटी राखेर गर्दा पनि भयो यहाँ निकालेर उता गर्दा पनि भयो है ल 1 र 4 बाट सेम रेडियल डिस्टेन्स भएकोले 1 र 4 को हामीले एकैचोटी रेडियल डिस्टेन्स निकाल्यौं अब कुन कुन एउटै उमा पर्छ 2 3 5 6 2 3 5 6 बाट पनि रेडियल डिस्टेन्स एउटै पर्छ हो p मा हेर्नु त यति आयो यहाँ पनि यति आयो यहाँबाट यति आयो यहाँबाट यति आयो हो ठीक छ यस सर त्यसको लागि के गर्ने भने यहाँ देखि यहाँ आउने परपेन्डिकुलर यहाँ रेडियल जाने यहाँ फिगर पनि बनाइदिएको छु मैले है यहाँनेरि यता 5 छ यता 2 छ यता 3 छ यता 6 छ भनेपछि के हुने भयो त 5 बाट यहाँ आउनको लागि 0.5 यहाँ आयो त्यसपछि उता गयो भने कति त 0.25 त्यसोभए 0.5 स्क्वायर रुट ओभरमा 0.5 को स्क्वायर 0.25 को स्क्वायर रुट ओभर गर्नुभयो भने r को भ्यालु आयो है त 2 3 5 6 को पनि सकियो अब यतातिर हेरौं 8 र 9 को पनि सेम रेडियल डिस्टेन्स हुने रहेछ p सम्म 8 देखि 9 8 देखि p 9 देखि p पनि सेम रेडियल डिस्टेन्स हुने रहेछ त्यसको लागि के गर्ने 8 या 9 बाट सिधा यता आउने अनि उता जाने यता आउँदा कति आउनु भयो 0.5 आउनु भयो यता जाँदा कति जानु भयो यो भनेको 0.25 अनि यहाँ देखि यहाँ भनेको कति त 0.5 भनेपछि के हुँदै रहेछ 0.5 को स्क्वायर 0.75 को स्क्वायर रुट ओभर त्यसबाट r को भ्यालु कति निकालियो 0.901 निकालियो 1 सकियो 4 सकियो 2 3 5 6 सकियो 8 9 सकियो एउटै मात्रै बाँकी भनेको के छ अब हाम्रो 7 छ 7 बाट चाहिँ के त आफ्नै खालको चाहिँ उसको चाहिँ रेडियल डिस्टेन्स आउँछ आफ्नै यहाँ देखि यहाँसम्म भनेपछि 7 को पर लोड 7 पोइन्ट लोड 7 को लागि हामीले छुट्टै रेडियल डिस्टेन्स निकालौं मैले फिगरमा पनि देखाएको छु तपाई कसरी जाने भन्दाखेरि 7 बाट यसरी जाने अनि यहाँ पुग्ने हो मेरो क्रसर देखिराख्नु भएको छ यस सर यसरी आउने अनि यसरी जाने भनेको यहाँबाट यति आयो भने कति आउने भयो 1 आउने भयो 7 देखि 8 सम्म 1 आयो 1 देखि यहाँनेर कति 0.5 1.5 आयो अनि यहाँ देखि यहाँसम्म पुग्दाखेरि भनेको 0.25 0.5 भनेपछि कति हुँदै रहेछ 1.5 को स्क्वायर 0.75 को स्क्वायर परपेन्डिकुलर र हाइटको बेसको चाहिँ हामीले स्क्वायर रुट लिएको है हाइपोटेन्युस जस्तो भयो चाहिँ हाम्रो रेडियल डिस्टेन्स भनेको चाहिँ त्यही भएर चाहिँ r को भ्यालु चाहिँ 1.677 मिटर भयो ठीक छ यहाँसम्म ठीक छ सर गर्न सकिन्छ नि ल गर्न सक्नुपर्छ आफूले गर्ने भनेर मैले यहाँ अहिले नगराएको मैले यहाँनेरि तपाईहरुलाई आफूले गर्ने बुझेन भने मेलमा भाइबरमा व्हाट्सएपमा जुनमा सोधे पनि हुन्छ अहिले फेरि रिपिट गराउन अलिकति सर त्यसलाई 9 पार्टमा किन डिभाइड गर्नु पर्यो कममा गर्न भ्याउँदैन यस्तो तपाईले एकदमै कम गर्नु भयो भने पनि फेरि तपाईको धेरै एप्रोक्सिमेट धेरै एप्रोक्सिमेट आउँछ के आलोकले सोध्या हो यस सर के हुन्छ भने बाबु धेरै तपाईले 18 वटा पनि गर्न सक्नुहुन्छ हैन 18 वटा पनि गर्न सक्नुहुन्छ 12 वटा पनि गर्न सक्नुहुन्छ तर तपाईलाई टाइम कन्ज्युमिङ धेरै हुन्छ धेरै गर्दाखेरि अनि धेरै थोरै गर्दिनु भयो भने 6 वटा गर्दिनु भयो भने फेरि के हुन्छ तपाईको फेरि एप्रोक्सिमेटमा पनि धेरै एप्रोक्सिमेट हुन्छ के यसमा एक्युरेट भनेको जति तपाईले स्मल डिभिजनमा जानुभयो त्यति एक्युरेट हुन्छ तर यस्तो स्मल डिभिजनमा जानु पर्यो जुन कुरा हामीले परफर्म गर्न सक्नु पर्यो यो अब एप्रोक्सिमेट मेथडहरु भनेको त छिटो क्विक फास्ट गर्ने मेथड हो नि त हैन नयाँ गर्नुपर्छ भने त्यस्तो छैन बिचको खालको गर्ने भनेको 4 वटा पनि नगर्ने 6 वटा पनि नगर्ने 18 वटा पनि नगर्ने 10 वटा पनि 15 वटा पनि नगर्ने आफूले बिचको खालको गयो भने एप्रोक्सिमेटको मिड वे तिर चाहिँ आओस् भन्ने हिसाबले गरेको ठीक छ आलोक यस सर है त ल अब हामी फाइनली क्याल्कुलेसन गर्छौं क्याल्कुलेसन गर्दाखेरि हाम्रो फर्मुला बोसिनेक्सकै फर्मुला लगाउने हो पोइन्ट लोड निकाल्नुको मतलब भनेको सिग्मा z भनेको चाहिँ 1/z² हैन समेसन i to 1 to n qi ibi भनेको के हो त हाम्रो भन्दाखेरि के को समेसन हो त भन्दाखेरि 3q/2 pi z² इन्टु 1/1 प्लस r/z को स्क्वायर को होल पावर 5/2 हैन त q/z² इन्टु 3/2 पाई अनि बाँकी रहेको 1/1 प्लस r/z भनेको ib हैन त हाम्रो है ल अब तपाईले हरेक को चाहिँ यहाँनेरि है
हरेकको पोइन्ट लोड चाहिँ तपाईले कति निकाल्नु भएको छ 20 निकाल्नु भएको छ सिधा हाम्रो फर्मुलाकै भइहाल्यो 2 पाई z भनेको तपाईलाई 3 मिटर बिलोमा भनेको छ 3 स्क्वायर भइहाल्यो। अब यहाँनेरि हामीले चाहिँ कतिवटा सिमिलर भनेको थियौ 1 र 4 सिमिलर हो, दुईटा सिमिलर, 2 3 5 6 सिमिलर, चारवटा सिमिलर, 8 र 9 सिमिलर, दुईटा सिमिलर, 7 इन्डिभिजुअल भनेपछि कतिवटा भयो 1 2 3 चारवटाको चाहिँ हामीले छुट्टा छुट्टै गरेर चाहिँ हामीले चाहिँ जोड दिनु पर्यो। भनेको यहाँ गरेको के त यहाँ गरेको भनेको चाहिँ के त 1 र 4 को गरेको यो भनेको चाहिँ 2 ले मल्टिप्लाई गरेको है यहाँनेरि 1 बाइ हो नि त 2 ले मल्टिप्लाई गरेको r बाइ z r भनेको चाहिँ उसको 1.521 आएको छ है 1 र 4 को। त्यसपछि चारवटा छ भनेको चाहिँ के त भन्दा 2 3 5 6 को सेम हो, त्यही भएर 4 ले मल्टिप्लाई गरेको त्यसको रेडियल डिस्टेन्स चाहिँ हाम्रो कति आएको छ भन्दाखेरि 0.559 आछ, 0.559 राख्यौं, z को भ्यालु भनेको 3 नै भइहाल्यो। त्यसपछि दुईटा भनेको त हाम्रो कुन हो त भन्दाखेरि दुईटा भनेको 8 र 9 जसको r को भ्यालु चाहिँ 0.9 आछ हाम्रो, z भनेको चाहिँ 3 भइहाल्यो। त्यसपछि प्लस 1 किन गरेको भन्दाखेरि हाम्रो के छ त 7 को सिंगल हो, एउटा मात्रै हो। त्यसपछि हामीले के गर्यौं त यसको भ्यालु 3 * 20 डिवाइडेड बाइ 2 पाई 3 स्क्वायर भनेको 1.061 आयो। त्यसपछि यो क्याल्कुलेसन गर्यौं, यो गर्दाखेरि चारवटा भ्यालु आयो, सबैलाई जोड्दियौं हामीले जे आउँछ दैट इज योर 7.34 किलो न्यूटन पर मिटर स्क्वायर इज द वर्टिकल स्ट्रेस बाइ द मेथड अफ इक्विभ्यालेन्ट पोइन्ट लोड मेथड। ठीक छ, गर्न सकिन्छ? यस सर, गर्न सकिन्छ। नभए म छँदै छु उमा एकचोटी रिभिजन गर्दिन्छु अलिकति तपाईहरुलाई। पहिला हामीले ठुलो रेक्टेंगुलर एरिया थियो 3 * 1.5 वाला, त्यसलाई चाहिँ हाम्रो कन्भिनियन्ट अनुसार चाहिँ फास्ट पनि गर्नुपर्ने छ, एक्युरेट पनि आउनु पर्यो है। त्यो कारणले गर्दाखेरि 9वटा गर्यौं, 6वटा पनि गर्ने हैन, 4वटा पनि गर्ने हैन, 9वटा गरेको भनेको है, अलिकति गरे जस्तो देखिने भएको हिसाबले। त्यसपछि हामीले के गर्यौं त पोइन्ट 9वटा हामीले चाहिँ डिभिजन बनायौं, स्मल डिभिजन बनायौं। त्यसको चाहिँ सेन्ट्रोइडमा चाहिँ हामीले के गर्यौं त पोइन्ट लोड निकाल्यौं। पोइन्ट लोड निकाल्नको लागि इन्टेन्सिटी इन्टु स्मल एरिया गरे पनि हुन्छ, 1 * 0.5 अथवा ओभरअल एरिया 1.5 * 3 लोड इन्टेन्सिटी डिवाइडेड बाइ नम्बर अफ डिभिजन 9 गरे पनि हुन्छ, दुईटा मध्ये एउटा गरे हुन्छ। त्यसपछि तपाईलाई कुन ठाउँमा भनेको छ पोइन्ट, यहाँ चाहिँ p भनेको छ, त्यो p भन्ने पोइन्टमा चाहिँ त्यहाँनेरि भएको डिभिजनहरुको रेडियल डिस्टेन्स अनुसार चाहिँ सेम रेडियल डिस्टेन्स आउनेहरुलाई चाहिँ हामीले एकैचोटी गरेको छौं। यो केसमा चाहिँ 1 र 4 को सेम आउँछ, त्यही भएर एउटा रेडियल डिस्टेन्स निकाल्यौं। हाइपोटेन्युस डिस्टेन्स जस्तो यहाँ फिगर पनि बनाइदिएको छु, यस्तो बनाउनु कन्फ्युज भयो भन्ने। त्यसपछि 2 3 5 6 को चाहिँ सेम आउँछ, त्यही भएर एउटै रेडियल डिस्टेन्स निकाल्यौं। 8 र 9 को रेडियल डिस्टेन्स p मा एउटै आउँछ, त्यही भएर हामीले एउटा निकाल्यौं रेडियल डिस्टेन्स। अनि 7 को चाहिँ छुट्टै आउँछ, त्यही भएर 7 को रेडियल डिस्टेन्स चाहिँ इन्डिभिजुअल त्यसको निकाल्यौं। सरी, अब रेडियल डिस्टेन्स r को भ्यालु छ भने हामीसँग z गिभन छ, z गिभन छ भने केही पनि हैन, बोसिनेक्स फर्मुला लगाउने, सबै पोइन्ट लोडहरुको 1 देखि 9वटा पोइन्ट लोडहरुको चाहिँ के त समेसन गर्दिने, समेसन गरेर जे भर्टिकल स्ट्रेस आउँछ दैट इज योर भर्टिकल स्ट्रेस बाइ इक्विभ्यालेन्ट पोइन्ट लोड मेथड। ल तपाईहरुलाई दुईटा असाइनमेन्ट है त। एउटा 60 डिग्री डिस्ट्रिब्युसनमा पनि यसरी स्क्वायरमा, रेक्टेंगुलरमा, स्ट्रिपमा, सर्कुलरमा कस्तो आउँदो रहेछ फर्मुला त्यो गर्ने, यो 60 डिग्री डिस्ट्रिब्युसनबाट। र सँगसँगै तपाईहरुले अब यो न्यूमेरिकल छ, अक्षरहरु बुझेनमा सोध्नु है। सरले फेरि लिसन बिसिङ गर्दियो भने नसोध्नु नि फेरि है। बुझिन्छ सर, बुझिन्छ हैन त। ल अब धेरै टाइम लगाएर अस्ति एचओडी सरसँग पनि हाम्रो कुरा हुँदै थियो, अलिक टाइम लाग्यो च्याप्टर युनिट 4 मा भन्ने कुरा भएको थियो हाम्रो। अब कन्टेन्ट धेरै दिएको छ के, आवर चाहिँ अब 6 आवर छ, तपाईहरुको कन्टेन्ट धेरै छ। अब कन्टेन्टमा नगरिकन त कन्टेन्ट नगरिकन त पढेर के अर्थ लागेन भन्ने हिसाबले पढेको। ल करिब हाम्रो अब च्याप्टर 4 अथवा युनिट 4 चाहिँ यति हो तपाईहरुको। अब तपाईहरुलाई म अहिले अब क्लास सकिएपछि यो पठाइदिन्छु, तपाईहरुले गर्नुस्, लेख्नुस्, तपाईहरुले लेख्ने है, लेख्न नछोड्ने तपाईहरुले चाहिँ। 34 जना